समयले कहिलेकाहीँ हामीलाई त्यो मोडमा पुर्याउँछ जहाँ मनको चाहना र जीवनको बाध्यता बीच गहिरो द्वन्द्व हुन्छ। दिइएको परिस्थितिले कहिले हामीलाई आफ्नै सपना र आफ्ना प्रियजन बिछोड गर्न बाध्य बनाउँछ। दिया पनि त्यस्तै द्वन्द्वको यात्रामा होमिएकी थिइन्, मायाले बाँधिएको बाध्यताले तानिएको। नमस्कार तथा स्वागत साथीहरू कल्पनाको कथाघर युट्युब च्यानलमा। आजको कथा सुरु हुन्छ एउटा सधैँ मुस्कुराइरहने तर भित्रभित्रै आँसु लुकाइरहेकी युवती दियाबाट। उनीको जीवनयात्राले हामीलाई सिकाउँछ कि कहिलेकाहीँ हृदयको आवाजभन्दा जीवनका कर्तव्यहरू ठुला हुन्छन्। आजको कथा परदेशिएकी आमाको कथा, श्रीमान र साना छोराछोरीको लागि। जीवन सधैँ एउटै लयमा बग्दैन। समयले कहिलेकाहीँ माया, साथ र सपना सबैलाई परीक्षामा पार्दो रहेछ। दिया पनि यस्तै समयको कठोर परीक्षा भोग्दै थिइन्। उनको परिवारसँगै सामान्य खुसीका पलहरू बगिरहेका थिए। श्रीमान प्रेमको मायालु साथ, एक छोरा र एक छोरीको हेरचाह गर्दै आमाको मायालु काखमा शान्ति महसुस गर्दै थिइन्। साना ठुला दुःखका बीच उनीहरूको जीवन सरल र शान्तिपूर्ण लाग्थ्यो। तर जीवनले कहिलेकाहीँ कुनै चेतना नदिई मोड बदलिदिन्छ। एक दिन अचानक आएको विपत्तिले दियाको जीवनलाई नयाँ मोड पुर्यायो। श्रीमान गम्भीर बिरामी परे। उपचार महँगो थियो, पैसा कम थियो र समय तीव्र गतिमा निस्किरहेको थियो। यसरी दिया एउटा त्यस्तो निर्णयको दोबाटोमा आइपुगिन् जहाँ जति माया थियो त्यति नै बाध्यता पनि। परिवारलाई जोगाउनका लागि आफ्नै मायाबाट टाढा जानुपर्ने, कठोर बाटो रोज्नुपर्ने अवस्था सिर्जना भयो। दिया आफ्नो परिवारसँग खुसीले जीवन बिताइरहेकी थिइन्। उनका श्रीमान प्रेम मायालु थिए। 2 सन्तान, एक छोरा र छोरी थिए। उनीहरूसँगै उनकी आमा पनि बस्थिन्। जीवन सामान्य चलेकै थियो। साना दुःख सुख भए पनि परिवारसँगै हुँदा कुनै कुराको अभाव महसुस भएको थिएन। तर जीवन सधैँ योजना अनुसार कहाँ चल्छ र। एक दिन अचानक श्रीमान प्रेम गम्भीर बिरामी परे। सुरुमा सामान्य लागे पनि बिस्तारै अवस्था बिग्रँदै गयो। डाक्टरले लामो उपचारको लागि सल्लाह दिने, जुन महँगो थियो। घरको थोरै जमिन पहिले नै बेचिसकेका थिए। केही समय जसोतसो चले पनि अब उपचारका लागि पैसा जुटाउन गाह्रो हुँदै गयो। दियाले अनन्त श्रीमान, आमा र परिवारसँग एउटा ठुलो निर्णयको कुरा राखिन्। आमा, म विदेश जान चाहन्छु। श्रीमानको उपचार खर्च पैसा चाहिन्छ, म जानै पर्छ। आमाले गहिरो सास फेरिन्। छोरी, पैसा जीवनको एउटा सत्य हो, तर परिवारसँग बिताएको समय पनि अमूल्य र अरू केही हुँदैन। नानीहरू अझै साना छन्, तिमीलाई माया गर्दै, तिमीलाई हेर्दै हुर्किरहेका छन्। तिमी टाढा गए केही नानीहरूको माया बिना बाँच्न सक्छौ त? तर के गरौँ, जब पीडाले घर भत्काउन थाल्छ तब बाध्यताले मुटु चिरेर पनि अघि बढ्नु पर्दो रहेछ। श्रीमानको उपचारका लागि तिमीलाई जानै पर्छ। पैसा बिना उपचार सम्भव छैन। कहिलेकाहीँ आफ्नो खुसीलाई छोडेर अरूका लागि लड्नु पर्ने रहेछ। छोरी, र तिमीले अहिले यो युद्ध लड्न चाहँदैछौ। भगवानले तिमीलाई बलियो बनाउनुहोस्। प्रेमले थकित आँखाले श्रीमतीतिर हेरे। कमजोर मुस्कान सहित बिस्तारै बोले, मेरो बिमारीकै कारण तिमी आज बाध्य भएर टाढा जानु परेको छ। जीवनभर तिमीलाई मसँगै राख्न चाहन्थे। सुख दुःख सबै तिमीको हात समाएर पार गर्न चाहन्थे। तर आज मेरो लाचार शरीरले तिमीलाई आफ्नै सपना र सन्तानलाई छोडेर टाढा जान बाध्य बनाएको छ। तिमी विदेश जाने छौ, पैसा कमाउने छौ, मेरो उपचार गराउने छौ, म खुसी हुनुपर्ने। तर मन भन्नै खोज्छ के म तिमी बिना बाँच्छु त? पैसा त फेरि कमाइछ होला, जिन्दगी पनि चल्न सक्छ, तर तिमी बिना यो मन, यो घर, यी भित्ताहरू सबै भित्रभित्रै रित्तिने छ। तिमी जाँदैछौ, म तिमीलाई रोक्न सक्दिनँ, किनकि म जान्दछु यो बिछोड हाम्रो बाध्यता हो, चाहना होइन। तिमी जहाँ गए पनि मेरो साथसँगै तिमी साथै रहनेछ। दियाको आँखा रसाए। उनी जान चाहन्नथिन्। आफ्ना सन्तानहरू टाढा राख्न, श्रीमानलाई बिरामी अवस्थामा एक्लै छोड्ने, आमाको मायालु काख छोड्न उनलाई मन थिएन। तर बाध्यता अगाडि भावना निरही बने। मलाई यो निर्णय गर्न गाह्रो छ, तर अर्को उपाय छैन। बिहानीको चिसो हावा घरभित्रै छिर्दै थियो। आकाशमा जुन ओझिलिएका थिए, घाम पनि आफ्नो ज्योति छर्न समय कुरेर बसिरहेको थियो। त उदास बिहान थियो। दिया चुपचाप उठिन्। ओछ्यानमा सुतेका आफ्ना साना नानीहरूलाई एकटक हेरिन्। सानो छोरो गहिरो निन्द्रामा थियो। सानी छोरीले आमा भन्दै सपनामा मुस्कान दिइरहेकी थिइन्। दियाको हात अनायासै नानीहरूको निधारमा पुग्यो। चुपचाप मनमनै भनिन्, आमा जानु पर्यो बाबु, आमा जानु छ छोरी, तर म तिमीहरूका लागि नै जान लागेको छु। शब्दहरू घाँटीमै अड्किए। आँखाका छेउबाट आँसुको थोपा चुपचाप चिप्लेर ओछ्यानमा खस्यो। उनीहरूले थाहा नपाउन् भनेर दियाले बिस्तारै नानीहरूको कम्बल मिलाइदिन्। न्यानो भएर सुतुन् भनेर निधार चुमिन्, तर तिनीहरूले थाहा नपाउन् भने बिस्तारै पछि हटिन्। मनले भने चिच्याउँदै थियो, एकपटक उठेर मलाई समात न, रोक न त। तर शब्द मौन थिए, आँसु मौन थिए। प्रेम ओछ्यानमा अलिक पर चुपचाप टोलाइरहेका थिए। उनको अनुहारमा गर्व र पीडाको अनौठो मिश्रण थियो। दियाले प्रेमलाई हेर्दै हल्का टाउको हल्लाए, म जान्छु, तिमी बलियो हुनु है।
प्रेमले थरथराउँदो हात उठाएर दीर्घ आशीर्वाद जस्तै गरे। शब्दहरू हराए, शक्तिशाली बन, सुरक्षित रह, छिट्टै फर्केर आऊ घर। एकपटक अन्तिम पटक घरलाई हेर्दै, नानीहरूलाई हेर्दै दिया ढोका थोरै खोलेर हिँडिन्। चिसो हावाभित्र छिरियो। उनीहरूसँग केही स्मृतिहरू पनि बाहिरिए। नानीहरू त अझै पनि सपनामा थिए। आमा भने उनीहरूको भविष्यका लागि गुम्सिएका आशाहरू समेट्दै टाढा उडिरहेकी थिइन्। ढोकाबाट निस्कँदा दियाले अन्तिम पटक घरलाई हेरेकी थिइन्। ती भित्ताहरू, त्यो सुनसान आँगन, सुतिरहेका साना नानीहरू, बिरामी श्रीमान, सबैले उनलाई बोलाए जस्तै लाग्यो। बाहिर चिसो हावाले मुटु चिसो बनायो। पाइलाहरू अगाडि बढिरहे पनि मन भनी बारम्बार पछाडि फर्केर खोज्थ्यो। गाडीमा बसेपछि झ्यालबाट बाहिर हेर्दा गल्लीका ती पर्खालहरू पनि आज उड्न खोजे जस्तै लाग्थ्यो। हिजो यही बाटो हुँदै नानीहरूले आमा आमा भन्दै दौडिएका थिए। आज पनि तिनको आवाज शून्य हराएको जस्तो थियो। दियाले झोलाबाट मोबाइल निकालिन्। मोबाइलमा छोरीको निधाएको तस्बिर चम्किरहेको थियो। सानो हातले कसेर अँगालो मारे जस्तै तस्बिर। उनका आँखा फेरि भरिए, तर उनले चुपचाप आँसु पुछिन्। नानीहरूले त आज आमा गएकी थिइन् भनेर बिहान उठेर रोलान् कि भनेर मनमनी सोचिन्। हरेक मोडमा, हरेक ट्राफिक बत्तीमा उनको मन भन्थ्यो, हिँड फर्केर जा। तर अर्को आवाज भन्थ्यो, छोराछोरी र श्रीमानको लागि बलियो बन्नै पर्छ। गाडी एयरपोर्टतिर उभो लागिरह्यो। दियाले मोबाइललाई छातीमा थिचिन्, आफ्नो नानीहरूको साहस जस्तै नजिक महसुस गर्दै। हावा चलिरहेको थियो, तर आजको हावा दियाका आँखाभरि आँसु बोकिरहे झैँ लाग्थ्यो। उनको प्रत्येक सास, प्रत्येक धड्कनमा छोराछोरीको गन्ध मिसिएको थियो। एयरपोर्ट नजिकै गर्दा दियाले आँखा बन्द गरिन्। मनमनै भनिन्, म फर्केर आउँछु बाबुहरू। आमा कहिले टाढा जाँदिन, म तिमीहरूका लागि बलियो बन्न पर्यो। दिया मन भारी बनाएर एयरपोर्टको ढोकातर्फ अघि बढिन्। पछाडि फर्केर हेर्दा घरको झचल्को फेरि मनमा गढेर आयो। सुतिरहेका नानीहरू जसलाई नउठाई निस्किएकी थिइन् र ती नानीहरूका निर्दोष अनुहारहरू जसले थाहा पनि पाएनन् कि आमा कति बेला टाढा भइसकिन्। तर त्यो सम्झदा उनको हिँडाइ अल्मलिएर झोकिन्थ्यो, जुन अहिले उनलाई मिल्दैनथ्यो। कसरी बताउँथिन् त नानीहरूलाई त्यो टाढिएको यात्रा उनीहरूको भविष्यका लागि हो भनेर। एयरपोर्टमा मान्छेहरूको भिडसँगै उनीले मनमनै प्रार्थना गरिन्, हे भगवान, मेरो बच्चाहरूलाई मेरो मायाको अभाव नहोस्। तर मनमा एउटा घाउ झन गइरिँदै थियो। श्रीमान प्रेमको याद, उनको बिमार शरीर, त्यो थकित अनुहार, अनि त्यो पीडाले भरिएको तर मायाले चम्किएको मुस्कान। प्रेमले केही दिन अघि भनेका ती शब्दहरू दियाको कानमा घन्किरहेको थियो, मेरो बिमारीले तिमीलाई टाढा जान बाध्य बनाएको छ। त्यही सम्झनाले दियाको आँखा फेरि रसाए। श्रीमान बिना उनले सास फेर्न सजिलो हुने थिएन, तर नानीहरू र प्रेमकै लागि आफ्नो सपना र पीडा लुकाउँदै अघि बढ्नुपर्ने थियो। चुपचाप सुरक्षा जाँच पार गर्दा उनको हृदय टुक्रिँदै गएको थियो। यात्रुहरूको भिडभाड दियालाई एक्लोपन अझ बढी पिरालिरहेको थियो। कसैले देखोस् भनी होइन, आफैलाई सम्हाल्न त उनले मुस्कान बनाइन्, तर त्यो मुस्कान पनि आँसुहरूले भिजेका थिए। अनन्त बोर्डिङ पास हातमा लिएर विमानतर्फ लाग्दा दिया आफैसँग बाचा गरिन्, तिमीहरूका लागि म बलियो भएर फर्किन्छु। प्रेमको उपचार सफल बनाउनेछु र नानीहरूलाई उज्यालो भविष्य दिनेछु। मेरो बिछोडको पीडा मेरो मायाको प्रमाण हुनेछ। बोर्डिङ पास देखाएर गेट पार गर्दा उनले मनमनै बिना शब्द बिदाई मागिन्, आमा, प्रेम, मेरा साना नानीहरू, म तिमीहरूको लागि चाँडै फर्कन्छु, म फर्कन्छु। र आँसु झार्दै चुपचाप प्लेनभित्र छिरिन्, जहाँ अब उनको यात्रा पीडा र आशाको सङ्गमसँगै सुरु भएको थियो। जति जति विमान आकाशिँदै गयो, दियाको मन झन् भारी बन्दै गयो। खाली बादलका टुक्रामाथि विमान सर्दै गर्दा उनको मन भने भूतपूर्व सम्झनाहरूमा गहिरिँदै थियो। झ्यालबाट तल झरेको सहर हेर्दा उनले सोचिन्, त्यहाँ मसँग मेरा बच्चाहरू छन्, मेरो प्रेम छ। मैले छोडेर आएको त्यो घर, त्यो आँगन, ती साना साना पाइलाहरू सबै अब टाढिँदै गइरहेका छन्। दिया मनमनै रुन्थिन्। छोराछोरी सुतिरहेका थिए जब म हिँडेकी थिएँ। उनीहरूले आमा भनेर हात फैलाउन नपाउँदै म टाढा आइपुगेँ। सायद उनीहरूले बिहान उठेर सोधिरहेका होलान्, आमा कहाँ गइन्? आमा बिना त्यो घर कति सुनसान लाग्ला। माफ गर है नानीहरू, अब तिमीहरूलाई राम्रो भविष्य दिन बाँचिरहेको छु। श्रीमान प्रेमको सम्झना त तस्बिर चाहिँ आँखामा अगाडि आइरह्यो। उनको बिमार शरीर, त्यो थकित मुस्कान र भन्न नसकेको पीडाले भिजेको नजर। दियाको मन चिच्याउन खोज्थ्यो, म फर्कन्छु, म तिमीहरूलाई फेरि काखमा राख्छु, म तिमीहरू बिना अधुरी छु। विमान बादल छिचेर अगाडि बढ्दै थियो, तर दियाको मन पनि भूतपूर्व मायाका सम्झनामा अल्झिरहेको थियो। आँखाबाट बग्ने चुपचापका आँसुहरूले दियाको अनुहार भिजाइरहेका थिए। तर उनले आफैलाई सम्हालिन्, म यो तिमीहरूबाट टाढा सहन्छु, म यो पीडा सहन्छु, किनभने म तिमीहरूका लागि बलियो बन्नुपर्छ। मेरो माया तिमीहरूमा सधैँ रहनेछ। विमान लामो उडानपछि नयाँ भूमिमा अवतरण गरियो। दियाले झ्यालबाट हेर्दा नयाँ सहरको बत्ती झिलिमिली गर्दै चम्किरहेका थिए, तर उनको मनभित्र भने एउटा गहिरो शून्यता थियो।
विमानबाट तल झर्दै गर्दा उनले गहिरो सास फेरि नयाँ देश नयाँ सपना, तर मुटुमा त अझै मेरो परिवारकै धड्कन चलिरहेको थियो। एयरपोर्टको ढोका पार गर्दा गर्दै ठुलो भिडभाड बीच उनी एक्लो महसुस भइन्। अन्जान अनुहार बीच आफ्ना नानीहरूको मुस्कान खोजिरहे जस्तो लाग्थ्यो। श्रीमान प्रेमको बिरामी अनुहार सम्झँदा मन फेरि दुखेर आयो। तर दियाले आँखा पुछिन् र आफैलाई सम्झाइन्, यहाँ मेरो रुनी समय छैन, यहाँ मेरो सपना बुन्ने समय हो। म फर्केर जानेछु, आफ्ना नानीहरू र प्रेमलाई खुसी ल्याउने छु। भारी मन लिएर नयाँ भूमिमा पहिलो पाइला टेकिन्। आशा र सङ्घर्षको नयाँ अध्याय सुरु गर्दै विदेश पुगेर उनले थाहा पाइन् त्यहाँको जीवन सपना जस्तो थिएन। बिहानै साहुको आदेश मान्ने, कहिलेकाहीँ अपमान सहने यस्तै दिनचार्य थियो। थकाइ, पीडा, तनाव सबै सहनु पर्थ्यो, तर मन पोल्थ्यो केवल परिवारको यादले। छोराछोरीले फोन गर्दा आमा तपाईँ कहिले आउनुहुन्छ भन्थे, तर उनीसँग उत्तर थिएन। श्रीमानको अवस्था बुझ्न मन लाग्थ्यो, तर सोध्न डर लाग्थ्यो। चाडपर्व आउँदा झन् गाह्रो हुन्थ्यो। दसैँमा छोराले भिडियो कलमा देखाउँदै भन्यो, आमा आज हजुरआमाले मलाई टिका लगाइदिनु भयो। टिका त थियो, तर त्यो तपाईँको न्यानो काग थिएन। आफ्नो पीडा पोख्ने ठाउँ नपाएर एक रात दियाले आमालाई चिठी लेखिन्, प्रिय आमा, विदेशको जीवन कल्पनाभन्दा धेरै कठिन छ। बिहानै उठ्नुपर्छ, मालिकको आदेश मान्नुपर्छ, कहिलेकाहीँ अपमान सहनुपर्छ, तर आमा मलाई पोल्छ त केवल छोराछोरीको फोन। आमा तपाईँ कहिले आउनुहुन्छ? के जवाफ दिउँ आमा? श्रीमानको स्वास्थ्यको बारेमा सोध्न डराउँछु, किनभने सोद्धा कुनै नराम्रो खबर सुन्नुपर्ने हो कि भन्ने डर लाग्छ। राति सपनामा गाउँको आँगन देख्छु, तपाईँको हातले खाना सम्झन्छु, मेरो नाम लिएर बोलाउने आवाज सम्झन्छु। मेरो यहाँ शरीर मात्र छ, मेरो मन त सदैव तपाईँसँगै छ। म चाहन्छु मेरो सन्तानले आमाको अभाव महसुस नगरोस्, तर कहिलेकाहीँ लाग्छ माया र मेहनतको युद्धमा माया हार्दैछ। बाध्यता अगाडि भावना निराई हुन्छ, तर मनले प्रश्न गर्छ के यो माया साँचो थिएन? परदेशमा पैसा कमाइन्छ तर खुसी हराउँछ। शरीर यहाँ छ तर आत्मा घरकै आँगनमा लडीउडी खेलिरहेको छ। सपना पुरा गर्नलाई कहिलेकाहीँ टाढा जानुपर्छ, तर सम्झनासँगै घर फर्किन जरुरी पनि छ। मलाई माफ गर्नुहोस् आमा, म तपाईँको काखमा फर्कन चाहन्छु, तर परिस्थितिले मलाई बाँधिरहेको छ। तर म आउँछु आमा, एक दिन म अवश्य आउँछु। तपाईँकी छोरी दिया। र यसरी आमाले दियाको चिठी पढेर र उनले आफ्नो छोरीलाई चिठी यसरी लेखिन्। छोरीको चिठी पढ्दा आमाका आँखाबाट आँसु झर्यो। धेरै बेर शून्यतामा हराइन्। त्यसपछि छोरीलाई जवाफ लेखिन्, प्रिय छोरी, तिमी सानी थियौ जब तिमीलाई काखमा लिएर दुध खुवाएको थिएँ। पहिलो पाइला चाल्न सिकाउँदा कति चोट लाग्यो, तर तिमी रोएनौ, किनकि तिमी जन्मजात नै बलियो थियौ। तिमी अहिले पनि बलियो छौ। जीवनमा सङ्घर्ष गर्नु भनेको हार्नु होइन, जित्नका लागि लड्नु हो। तिमीले दुःख गरिरहेका छौ, एक दिन तिमीलाई गर्व लाग्नेछ। छोरी हाँसु पुस्दै अघि बढ्नेहरू नि एक दिन इतिहास बनाउने छन्। सन्तानका लागि गरेको त्याग कहिले खेर जाँदैन। जीवनको बाटो कहिलेकाहीँ कठिन हुन्छ, तर मन बलियो बनाएर अघि बढ्नुपर्छ। परदेशले तिमीलाई पैसा दिन्छ, तर माया र शान्ति घरमै पाइन्छ। त्यही पनि बाध्यताले टाढा भएकी छौ तिमी। छोरी, तिमी मेरो कोखमा आएको दिनदेखि आजसम्म म सधैँ तिमीलाई माया गर्छु। तर याद गर छोरी, सङ्घर्ष गर्नु र आफैलाई गुमाउनु एउटै कुरा होइन। यदि कहिलेकाहीँ मनले भन्यो बस अब पुग्यो भने फर्कन नडराऊ, जसो तसो जिन्दगी गुजारौँला। तेरो छोरो मलाई भन्छ, हजुरआमा, आमा कहिले आउनुहुन्छ? के जवाब दिउँ छोरी? तिमीलाई भन्न चाहन्न थिएँ, तर भन्नै पर्छ। तिमी आउने बाटो हेरिरहेका छौ, किनभने आमा सधैँ तिमीले आमै रहन्छे। तिमीले आमा। दियाले यसरी चिठी पढिन्, तर मन उत्तरविहीन प्रश्न जस्तै बन्यो। उनको आँखा आँसु झरिरहे, मनमा तडपिरहे, तर प्रश्न अझै रहिरह्यो। के म फर्कन सक्छु? के जिन्दगी यसरी नै बित्नेछ? बाहिर घाम उदाइसकेको थियो, तर दियाको मनमा अझै घोर अँध्यारो मडारिरहेको थियो। भौतिक उज्यालोले उनलाई छोएको थिएन, किनकि उनको मुटु अझै टाढा छाडेर आएका छोराछोरी र बिरामी श्रीमानको यादमा भिजिरहेको थियो। नयाँ भूमिमा पहिलो पाइला टेकेकी दिया आफ्नो पीडा भुलेर मनमने आफू जस्तै विदेशिएका आमाहरूलाई सन्देश दिइन्। ए आमा हो, चेली हो, यो परदेशको रङ्गीन देखिने आकाश मुनि हाम्रो मनले रङ हराएको हुन्छ। हामी बच्चाहरूको निधारमा दिएको प्रेमको चुम्बन र श्रीमानको थाकेको अनुहार सम्झँदै यहाँ पसिना बगाइरहेका हुन्छौँ। हरेक पाइला, हरेक सासमा हामी टाढा रहेका आफ्ना प्रियहरूको मुस्कान किन्ने सपना देखिरहेका हुन्छौँ। तिनीहरूलाई छोडेर आउनु हाम्रो रहर होइन, बाध्यता हो। बच्चाको पहिलो शब्द, पहिलो पाइला, पहिलो मुस्कान, यी सबै हामीले गुमाइरहेका हुन्छौँ, तर मनभित्र आशाको दियो बालिरहेका हुन्छौँ। कुनै दिन फर्केर तिनै नानीहरूको उज्यालो भविष्य देख्नेछौँ भनेर हामी आँसु पुछेर मुस्कान बेचिरहेका हुन्छौँ। हामी आफ्ना मायालाई गहिरो छातीभित्र थुनिरहेका हुन्छौँ। तपाईँहरू जो अविवाहित चेलीहरू सपना बोकेर विदाई भइरहेका हुनुहुन्छ या आमा भएर सन्तान छाडेर आउनु भएको छ, कृपया बुझिदिनुहोस्, यो हरेक पाइला, हरेक आँसु, हरेक बलिदान तिनीहरूको लागि हो।
हामी त तिमीहरूको भविष्य र हाँसो किन्ने यात्री हौँ। दियाले आँखा बन्द गरिन आँसुहरू गलामा बग्दै गयो, तर त्यो आँसुमा दुखाइ मात्र थिएन, आशा पनि मिसिएको थियो। उनको कथा जस्तै लाखौँ नेपाली चेलीहरूको कथा परदेशको आकाशमुनि हराइरहेका छन्, तर मनभित्र एउटा आवाज गुन्जिरहेको छ, म फर्कन्छु, मेरो माया सधैँ तिमीहरूमा हुनेछ। तर अन्त्यमा जीवनका दुःख, सङ्घर्ष र पीडा बीच पनि एउटा साँचो कुरा भन्ने यही हो, जहाँ माया छ त्यहाँ आशा सधैँ बाँच्छ। जीवन कठिन भए पनि प्रेम र परिवारको सम्झना कहिल्यै मर्दैन। हामी आशा गर्छौँ तपाईँले कथा सुन्दा सुन्दै आफ्नो कुनै पीडालाई सम्झेर मन हलुका महसुस गर्नुभयो होला र सँगै केही सान्त्वना पनि पाउनुभयो होला, किनभने प्रत्येक आमा, प्रत्येक छोरी र प्रत्येक सङ्घर्षको आफ्नै कथा बोकेका हुन्छन्। यस्तै आत्मीय कथा सुन्न र जीवनका मिठा तिता अनुभूतिहरूलाई महसुस गर्न कल्पनाको कथाघर च्यानललाई सब्सक्राइब गर्दै सँगै रहनुहोस्। यहाँ हामी तपाईँका भावनालाई शब्द र आवाजको स्पर्श दिन्छौँ। यतिन्जेलसम्म कथा सुनेर साथ दिनुभयो हृदयदेखि नै धन्यवाद। नमस्कार। कल्पनाको कथाघर युट्युब च्यानल।